हेलो गाइज, स्वागत छ मेरो डे 2 को एकदम मिठो भ्लगमा हजुरहरूलाई। आज म तपाईँहरूको सामु उपस्थित भइसकेको छु र यो मान्छे चाहिँ टक्कसँगले अब पन्जा हँसिया डोको बोकेर कहाँ जाँदैछ भन्दै हुनुहुन्छ भने म जाँदैछु बारीतिर। मेरो बारीमा अब मकै धोरी गर्नुपर्ने रे, टक्क बेला भइरहेछ होइन गाइस। अब मकै धोरी गर्नुपर्ने होइन, जाँदैछु टक्क। उताबाट पनि जानुपर्छ, तर गाडी छ भने त म चाहिँ तलबाट आएको होइन। के भन्दैछ म तलबाट चाहिँ मेन यही कामले आएको। हाम्रो मनको हातमा अस्ति एक्सिडेन्ट भयो, हल्का प्रब्लम छ। मकै दोहोरे हान्नुपर्ने रे, अलैँची गर्नुपर्ने रे, के भन्नुहुन्छ। ओइ के गरेको रे? मेरो खेतालाहरू अघि आएर काम गर्छ एकजना, देख्न सक्नुहुन्छ यहाँ। उहाँ चाहिँ सबैभन्दा ठुलो खेताला, यहाँ माथि खेतालाहरूले गरेको छ नि, देखेको छैन होला। म जाँदैछु, हेर्नुहोस्। म यस्तो भिर बाटोमा चढ्दै ल मकैको हालत त्यस्तो छ। मकै अस्ति छिटो गर्नु भएछ र झार भएछ। अलिक मजाले यो झार गर्नु छैन रेसा? के छ हाल खबर? अनि ठिक छ? यहाँ झार काट्दैछन् भाइले। पहिला मकै भाँच्यो। यहाँ देख्न सक्नुहुन्छ बुइनी खेताला, हाम्रो सबैभन्दा ठुलो खेतालाहरू छन् आज। माथिल्लो डिलमा आउने कि यता का हुन्छ त ल। ओइ मेरो घाँटीमा। अब म चाहिँ यहाँनिरदेखि काट्न थालेँ हौ। त्यही गाइस, देखो न कति हुन्छ है। त्यसपछि म झार काट्नतिर लागेँ। देख्न सक्नुहुन्छ गाइस, झार मस्तसँगले काट्दैछु। एकछिनमा झार काटिसकेर बारी पनि खन्नुपर्ने। झार टक्क काट्दै थिएँ गाइस। अनि तपाईँलाई मेरो भ्लग कस्तो लाग्छ होला कमेन्टमा प्रतिक्रिया दिनुहोला। बनाउनु नयाँ भानी अलिअलि बनाएको छु, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मैले झार काट्दै थिएँ, त्यतिखेर बहिनीहरू पनि आइन् झार काट्नको लागि। उनीहरू पनि चारो लाने भनेर भन्दै हुनुहुन्थ्यो। मम्मीले बोलाउनु भएको रे। झार काट्दै थिएँ, काट्दै झार काटेको मैले यति नै भिडियो बनाएँ। झार काटिसकेर चाहिँ म घरतिर लाग्न थालेँ। बाजेले पनि त्यहाँ काट्दै हुनुहुन्थ्यो, सघाउँदै हुन्थ्यो। बाजेले चाहिँ उहाँको लागि घाँस काट्दै हुन्थ्यो। म चाहिँ घरतिर लागेँ खाना खान। मम्मीले बोलाउनु भएर र बाटो अप्ठ्यारो थियो, त्यो मैले भिडियो बन्द गरेँ। के छ बुन्डे? ठिक छ? किलो गाइस, फेरि आइसकेको छु म टक्कसँगले। अघि चाहिँ म खाना आइरहेको थिएँ घरतिर। अहिले अब लाग्दैछु खन्नतिर। अघि बिहान झार काट्यो, अब खन्नको लागि बारीमा गाइस। भ्लग बनाउन आए पनि अब यसो ट्राई मारेको। हिजो हालेको भ्लग सर्ट भयो भनेर लङ भिडियोको लागि भनेर आज चाहिँ मैले पुरै सुरुदेखि नै भ्लग बनाउँदैछु। तल देख्न सक्नुहुन्छ भाइहरू त्यहाँ खन्दै रहेछन्। म भर्खर खाना खाइसकेर एकछिन बसेर आएको। मम्मीले मलाई मल लगाइदिएको हुन्छ, त्यहाँ भाइले खन्दै रहेछ र बोजूहरू घाँस काट्दै हुन्छ। ल त्यो दुइटै गरेर उसले सक्छ, त्यसले गर्नु आउँछ कि आउँदैन? त्यो चाहिँ झन्डै लडे।
मैले नलाइकन पुग्छु है अब चाहिँ त्यतिखेर नै लडे ढाड साड झन् नि खुस्क्यो केही छैन ल मकै दोहोरी गऱ्यो नि त नि आमा ल खै ठिकै रहेछ अलिक माटो अलिक हाल्नु यहाँ गर्दैछन् केटाहरूले ल अन्त्यमा चाहिँ गाइज म के भन्न चाहन्छु भने हजुरहरूलाई मैले आजको पुरै भ्लग क्याप्चर गर्न सकिनँ किनभने अब पानी पनि पर्यो अनि चार्ज पनि थिएन खासै यतिसम्म हेरिदिनु भएकोलाई हजुरहरूलाई धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला अर्को पनि यस्तै रमाइला भ्लगहरू ल्याउँदछु मन पराइदिनु होला धन्यवाद सेवारो